पुरानो तपाईले देख्न सक्नुहुन्छ यो भक्तपुरको कुन ठाउँ भनेर। भक्तपुर चाहिँ बोलान्छे। अनि यहाँ चाहिँ आज पुरानो ठाउँ यो मन्दिर मैले धेरै पछि चाहिँ उ गर्न खोजेको नि आज चाहिँ ठ्याक्कै देखे जुरेको भएर आज यो बाटो जाँदैछु। अनि तपाईले देख्न सक्नुहुन्छ बाटो चाहिँ यो मन्दिर धेरै समय पछि यो मैले अस्ति नै एकचोटि देखेको थिएँ। अनि कहाँ हो भन्दाखेरि चाहिँ हाम्रो पोइट्रेसको त यहाँ चाहिँ भोलाच्छे भन्ने ठाउँमा चाहिँ रहेछ। अनि यहाँको जुन तपाईँले देख्नु सक्नुहुन्छ रुखको डिजाइनहरू अनि यो चाहिँ यस्तो रहेछ मन्दिरहरू। यो चाहिँ चारैतिरबाट जस्तै आउन मिल्ने खालको रहेछ। यताबाट नै छ यताबाट नै छ। यो मन्दिर रमाइलो रहेछ है। तर चाहिँ स्तूपहरू प्रत्येक मन्दिरमा चाहिँ स्तूपहरू मजाले राखेको हुन्छ। स्तूप माथि माथि परेवाहरू बस्नको लागि पनि बना ठाउँहरू रहेछ। अनि यो चाहिँ हाम्रो माटोको भाँडा बनाउने जुन माटोको भाँडाहरू बनाइन्छ त्योभन्दा ठ्याक्कै त्यही सर्कलमा छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ यसरी पूजाआजा गरिदिन्छ। यो रुखको आकार प्रकार पुरानो घरहरू छ। यहाँ चाहिँ चारैतिरबाट आउन मिल्ने तरिकाले चाहिँ यसरी राखेको रहेछ। देख्न सक्नुहुन्छ।